धेरैजना चाहिँ नेपालबाट चाहिँ साइप्रस जाने हो र साइप्रस गइसके पछाडि चाहिँ अरू कन्ट्रीमा पनि मुभ हुन मिल्छ अरे। अनि त्यहाँ गएर चाहिँ अरू देश जान्छु भनेर सपना पनि बोकेर आउनुहुन्छ र साइप्रस आइसके पछाडि चाहिँ अरू देशमा चाहिँ जान मिल्छ कि मिल्दैन र अनि मिल्छ त कसरी चाहिँ मिल्छ है त। नमस्ते, इट्स मी डमु छेत्री फ्रम साइप्रस। वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियोमा चाहिँ तपाईँहरूलाई चाहिँ म यदि साइप्रस हुनुहुन्छ अथवा साइप्रस आउँदै हुनुहुन्छ नेपालबाट भने म तपाईहरुलाई चाहिँ यहाँबाट चाहिँ अरू कन्ट्रीमा चाहिँ जान मिल्छ कि मिल्दैन र कस्तो तरिकाले जान मिल्छ त भनेर चाहिँ म तपाईहरुलाई बताउन गइरहेको छु। सो पहिलो कुरा तपाईहरुलाई यो कुरा थाहा हुनुपर्छ कि साइप्रस भनेको सेन्जन कन्ट्री होइन र सेन्जन कन्ट्री नभएको हुनाले गर्दाखेरि चाहिँ अन्य हामी युरोपियन कन्ट्री सेन्जन कन्ट्रीमा चाहिँ हामीलाई चाहिँ लिगली रूपमा जानको लागि चाहिँ अलाउड गरेको छैन हैन। किनभने युरोपियनहरु चाहिँ अब आवत जावत उनीहरुको भइ नै हाल्छ र हामी चाहिँ त्यसरी जान मिल्दैन र अनि हाम्रो चाहिँ अब यो जुन सेन्जन भइदिएको भइदिया भए हाम्रो पनि सेन्जन भिजा हुन्थ्यो र अनि त्यसकारणले गर्दाखेरि हामी सेन्जन कन्ट्रीमा चाहिँ हामी जान मिल्थ्यो र अहिले चाहिँ मिल्दैन। र अनि अर्को कुरा रह्यो अब मिल्छ गइ पनि रहेको छन् र कसरी चाहिँ जाने हो त भनेर पनि फेरि सोच्नु भएको होला हैन। किनभने गइ पनि रहेको छन्, फेरि नजाने भन्ने होइन। अनि यहाँनिरबाट कस्तो छ भन्दाखेरि जुन हामीले चाहिँ यहाँ साइप्रसको एजेन्टहरूलाई पकडेर चाहिँ उहाँ एजेन्टहरूको मार्फत चाहिँ हामी चाहिँ जस्तो भनौँ न लिगली रूपमा चाहिँ जान पाइन्न, तर इलिगल रूपमा चाहिँ अब उहाँहरूले चाहिँ अब के सेटिङ मिलाएर चाहिँ उहाँहरूको अब कागजात के मिलाएर होइन तल्लो बाटो हुँदै हुँदै चाहिँ उहाँ पुर्याउनुहुन्छ र कतिपय मान्छेहरूलाई चाहिँ तपाईँहरूलाई राम्रो फ्लाइट टु फ्लाइट पुऱ्याए भन्ने पनि धेरैजना नेपालीहरू पुगेर चाहिँ भिडियो बनाएको हामीले देखि पनि रहेका छौँ। र त्यो भन्ने कुरा चाहिँ मलाई के लाग्छ भन्दाखेरि रिस्कको कुरा हो जस्तो लाग्छ क्या। किनभने अब कतिपय मान्छेहरू छ, अब ब्याड लक भएको मान्छेहरू छ, अनि त्यहाँ जाँदा जाँदै होइन डिपोर्ट गरेर नेपाल पनि पठाइएको छ र नेपाल जानु भनेको यहाँ साइप्रसको लागि चाहिँ 5 वर्ष ब्यान हुनु हो र यहाँबाट त्यस्तो गरेर जाने हो। तर भए पनि पैसा भन्ने कुरा चाहिँ टु मच क्या। 3500 4000 युरो चाहिँ हामी तिरेर चाहिँ यहाँबाट हामी मतलब जान्छौँ क्या। त्यो फ्रान्स अब इटली होइन अब पोर्चुगल होइन स्पेन अब आदि इत्यादि अब तपाईहरुले चाहिँ कहाँ जानु मन छ त्यो ठाउँमा चाहिँ हामी यहाँबाट गइरहेको छौँ। तर कतिपय ठाउँको ब्याड लक भएको मान्छेहरू छ अनि डिपोर्ट गरेर नेपाल पनि पुगिरहेको हुनुहुन्छ र यदि त्यो सोच हुनुहुन्छ भने यो चाहिँ तपाईहरुले चाहिँ क्लियर चाहिँ अब पक्कै पनि हुनुभयो होला। नजाने भन्ने होइन, गइ पनि राख्नु भएको छ धेरैजनाहरू र जानु पनि हुन्छ। अनि गइसके पछाडि कसैको राम्रो भयो होला कसैको नराम्रो भयो होला, त्यो आफ्नो आफ्नो ठाउँको कुरो हो। र अब सुन्नमा आएको छ कि यहाँ पनि अब साइप्रसमा पनि अब सेन्जन भिजा चाहिँ चालु गरिएको छ भनेर चाहिँ न्युज त देखिरहेको थियौँ। अब त्यो सिस्टम लागू भएको छ या छैन, यदि त्यो भइसक्यो भने चाहिँ तपाईँ हामीलाई साइप्रसमा आउनेलाई अथवा भइसकेको मान्छेलाई चाहिँ अरू कन्ट्रीमा मुभ हुनको लागि चाहिँ त्यसले सजिलो बनाउँछ है त। अनि हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ जोडिनु होला। आगामी दिनहरूमा हजुरको मनमा लागेको जिज्ञासा के छ कमेन्ट गर्नु होला, त्यसको रिप्लाई दिनेछु। थ्याङ्क यू सो मच।